अनि मधेसमा त हर्का साम्बाङको पार्टीले 0 मत ल्याउँछ भन्छन् नि। 0 मत हैन, हिरो हिरो कसले भने चाहिँ 0 मत ल्याउँछ। हिजो अस्ति मैले पुरै मध्य प्रदेशको 7वटा जिल्लामा घुमेर आएछु। त्यहाँ गएर सोध्नुस् हर्का साम्बाङजीको हेर्नको लागि तर्सिरहेछ, गाउँ गाउँमा बोलाइरहेछ। जब हर्काजी आउँछ नि राजधानीमा थाहा भइहाल्छ। जनकपुरको राजधानीमा के अहिले भिड देख्नु भएछ तपाईँ काठमाडौँमा। जब जनकपुरमा आउँछ अनि थाहा हुन्छ के देशको माया प्रेमीहरू सब युवाहरू उहाँको साथ समर्थनमा छ। हामी गएर काम गरेछौँ। हाम्रो फेसबुकमा हाम्रो टिकटकमा हेर्नुहोस् न कति माया गर्दछ हर्काजीलाई मध्य प्रदेशमा। के भन्छ त किन चाहिँ माटोमा आउने रे, माटोमा भोट लाउने रे, किन चाहिँ हर्का साम्बाङको श्रम शक्ति पार्टीमा मधेसको जनता आउने रे? के पुगेन रे मधेसको जनतालाई? मधेसको जनतालाई केही पनि पुगेको छैन। रोजगार छैन, किसानले काम गरिरहेछ, बिउ छैन, खादमल छैन। कहिले पनि कुनै पनि बेलामा कतिका यो नेताहरूले यत्रो वर्षमा कति युनिभर्सिटी बनाइदिएछ। विद्यालयमा गएर हेर्नुहोस्, विद्यालयमा पठन पाठन कस्तो भइरहेछ। भयभरको तपाईँको 90% त्यहाँ विद्यालयमा 2 नम्बर प्रदेशमा तपाईँको समिति छैन। कुनैमा 8 वर्ष छैन, कुनैमा 10 वर्षसम्म छैन, कुनैमा कत्रो भएछ 60 वर्ष 5 वर्ष एउटा समिति पनि छैन। बल्ल अस्ति महावीर पुञ्जीले भने जुन शिक्षाको जुन स्कुलको तपाईँको समिति छैन त्यसको बजेट मैले रोकिदिन्छु, बल्ल बल्ल बनाउन लागेछ। सब त्यहाँको हेडमास्टर, त्यहाँको वडा अध्यक्ष मिलो मत गर्ने, उपेन्द्र यादव र सिकेल के भन्छ रावतले त के भन्छ फेरि विकास गरेको छ रे त नि। एकदम भूपेन्द्र यादवजीले अस्ति चुनाव भन्दा अघि साइकल बाँड्नु, खूब साइकल। तर त्यो साइकल चलाउने विद्यार्थीहरूलाई हामीले हिजो अस्ति हेरेर आयौँ। उहाँ पत्रकार साथी थियो, हाम्रो चाहिँ मध्य प्रदेशको इन्चार्ज थियो। हामीसँग प्रमाण छ। त्यो खोलामा बगिरहेको पानीमा यस्तो बच्चाहरू कपडा फुकालेर साइकल माथिमा लगेर अनि पढ्नको लागि जान्छ। किन त्यसो गरेको? पुल छैन। 10-10 वर्षदेखि त्यो पुलको ढाँचा बनाइदिएछ। त्यो पैसा कहाँ गयो डाका? कसले खायो? कहाँ गयो? सब नेताले खाएछ। खाएको सब छ नि मध्य प्रदेशको जति पनि नेता छ मधेसीको नाममा भोट लिने र मधेसीको अधिकार कहिले पनि दिनाउन सकेको छैन। त्यो नेताले बेला बेलामा भन्छ कि जुन नेसनल लेभलमा हेर्नुहोस् हाम्रो